साभी कार्यक्रमको बसाइमा आज हामी समाजमा उत्पादन र उत्पादनको महत्त्वबारे कस्तो प्रकारको शिक्षा दिने भन्ने बारे सिकौँ। आजभोलि मान्छेहरू उत्पादनको लयबाट बाहिरिँदै सहरतिर भौतारिन थालेको पाइन्दछन्। सहरहरू एउटा प्रारम्भिक कालमा शिक्षितहरूको बसोबासको थलोबाट चिनिन्थ्यो, तर हाल आएर सबै खाले पेशा, सिप र व्यावसायिक मानिसहरू पनि बसोबास गर्न थालेको पाइन्दछ र सहरको साँघुरो ठाउँ अनि गाउँ छोडेर सहरिनेको लर्कोले सहरमा घना मानिसहरूको चाप बढ्नु त स्वाभाविकै हो। तर त्यति मात्र होइन, यो क्रमले मान्छेहरूमा उत्पादनको चाह अति गिरावट पनि आइरहेको देखिन्छ, किनकि सहर बसोबास सुख र साधन सुलभ मात्र मानिन्दछ, उत्पादनको क्षेत्र त गाउँ नै मानिन्दछ। यसरी साधन सुलभ र सुखको अधिकतम खोजले उत्पादनमा अति गिरावट आउने हुन्छ र आइरहेको पनि छ। यस्तो परिस्थितिलाई निराकरण गर्न सामाजिक कार्यक्रमहरू र उत्पादनप्रति शिक्षा तालिम दिन अपरिहार्य देखिन्दछ। शहरी सुविधा र सुसाधनहरू गाउँमा पनि लैजानु पहलहरू गर्नु पर्दछ। मानिसहरूलाई गाउँमै बस्ने वातावरण बनाउन बृहत सूचनामूलक कार्यक्रमहरू गराउनु पर्दछ। उत्पादनको लतले आत्मनिर्भर हुने मात्र होइन, हजारौंलाई रोजगार पनि सृजना हुने हुँदा यस्ता कार्यक्रममा जागरुक व्यक्तिहरूलाई प्रोत्साहन र पुरस्कृत गर्न अति आवश्यक छ। उत्पादित वस्तुहरूको बजारीकरण र ढुवानी व्यवस्था गरिदिन सहयोग र खोजमूलक कार्यक्रमहरू र सल्लाह गरिरहन आवश्यक हुँदछ, ताकि उत्पादनप्रतिको मनमा बजारप्रतिको निराश भाव कहिले नआओस्। उत्पादन बिना मानव जीवन अति कठिन र असहज हुने हुँदा यस्तो संवेदनशील कार्यलाई सदैव जटिल शिक्षामूलक सामाजिक कार्यक्रम बनाउन सक्नु पर्दछ। आज यति नै। साभी सामाजिक कार्यक्रमबाट म रामसुब्बा बिदा लिन्छु। फेरि अर्को कार्यक्रममा भेट हुने नै छौँ। धन्यवाद।